आज हामी असार 2 गते यो पौडी खेल्ने क्रममा भरतपुरबाट करिब 1 घन्टाको दूरीमा बाइकमा हामी यो शक्तिखोर झरनामा आइपुगेका छौँ। शक्तिखोर झरना आइपुग्दाखेरि तपाईँको शक्तिखोरसम्म आइपुग्दाखेरिमा चाहिँ बाइकमा राम्रैसँग आउनु पाइन्छ र तल बेसीबाट यहाँसम्म आइपुग्नको लागि तपाईँको करिब बाइकमै लगभग 25 मिनट लाग्यो हामीलाई चाहिँ। त्यसपछि पनि हामी 15 मिनट हिँड्यौँ। अब तल पार्किङमै राखेर पुरै हिँड्ने हो भने करिब 1.5 घन्टा चाहिँ हिँड्न पर्ने रहेछ। तत्पश्चात हामी आयो। यहाँ आएपछि हामीलाई कस्तो अनुभव भयो भने एकदम सुनसान एकान्त छ। यसमा चाहिँ मोबाइलको टावर नेटहरू कुनै पनि टिप्दैन। यहाँ एकदम अनकन्ट्रोल जस्तो देखिन्छ। र यो पछाडि रहेको यो झरना हो। यतापट्टि यो अहिले चाहिँ यता सानो झरना चलाएछ, अहिले चाहिँ यो ठुलो झरना चलाउँछ। यसमा चाहिँ एउटा सिँढी पनि छ, तलबाट जाने सिँढी छ। पहिला त्यहाँबाट एकदम पानी भरिएको देखिन्थ्यो, अहिले चाहिँ पानी अलिक कम सुकेको छ। इन्जोय गर्नको लागि, एकदम आनन्द लिनको लागि, एकान्त खोज्नेहरूको लागि चाहिँ शक्तिखोर झरना एकदम उत्कृष्ट लाग्यो हामीलाई।